दामी दामी हिँड्नु चाहिँ आज मिमी दिदीको एकदम बत्तीसको केटाहरू हौला र ग्याङ सिट हान्दिन्छु घुसी यहाँ हौला र सको फेदमु हावाले उडिसक्यो कपाल आम्बो कोडा 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 हावाले उड्यो मेरो बाल हामी केटाहरू सबै बबाल आम्बो दमरी माला माल वाउ कच्चा आम्बो हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई च्यानल गाइस होइन आज तपाईँहरू फेरि पनि न्यू डे न्यू भ्लग लिएर आएको छु होइन आजको कन्टेन्ट चाहिँ के छ भने चाहिँ आज रामनवमी पनि हो होइन अन्त आज हाम्रो सानो राइडमा केटाहरू जाँदैछ तारेभिर हो अन्त म चाहिँ अलिक छिटै निस्केको किनभने चाहिँ अलिक सानो काम छ सिङताममा अन्त त्यहाँबाट कामसाम सकेर चाहिँ टक्कै केटाहरू पनि आइपुग्छ हो 10 बजीतिर अनि त्यहाँबाट चाहिँ एकदम त्यहाँबाट केटाहरूसँग जाने अन्त तपाईँहरूलाई म डाइरेक्ट तपाईँहरूलाई म अहिले केटाहरू भिडियो चाहिँ देखाउनेछु गाइस हेरिजानुहोस् होइन एकदम आजको सबैलाई ह्याप्पी रामनवमी भन्छु गाइस होइन अन्त हेरेर इन्जोय गरिदिनु होला गाइस हाम्रो भाइलाई त हेर त हाम्रो अदित्य भाइलाई हामी चाहिँ अहिले जुस कर्नरमा छ सिङताम यता लोरेन्स अन्त यहाँनिर चाहिँ एकदम दामी दामी जुसहरू पाउँछ गाइस यहाँनिर चाहिँ तपाईँहरू पनि भिजिट गरिदिनु होला हाम्रो आइसक्रिम हेर्नु न हामी चाहिँ गाइस अहिले चाहिँ सिङतामबाट चाहिँ हिँड्नु हाम्रो केटाहरू यहाँनिर चाहिँ हाम्रो पुकार भाइ हेलो भन न भाइ सन्दीप अन्त अब केटाहरू पर्खिरहेछ होइन अन्त आदित्य र लोरेन्स चाहिँ अगाडि गयो अन्त पछाडि चाहिँ विमल पासाङ र अविनाश आउँदैछ केटाहरू आइपुग्यो हिरो आइपुग्यो अलिकति अन्त तपाईँहरू माथि एकैचोटि गाइस अन्त तपाईँहरू अलिक माथि गएर भेट्छ हामी चाहिँ अहिले कहाँ आइपुग्यो भने मामरिङ होइन हाम्रो पुकार भाइ होइन अझै 350 हन्ड्रेडमा छ आज अन्त यहाँनिर छ हाम्रो एन्टर्क एकदम एकजसमा आम्बो कास बत्तीसम्म हिरो चाहिँ भर्खर आइपुगेछ नि तिमीलाई वेट गरेको यहाँनिर हाम्रो विमल भाइ केटाहरू यहाँनिर एन्ट्रक होइन यहाँ पछाडि मेरो छ हो दोस अलिकति यहाँ पछाडि चाहिँ मेरो छ हो अन्त हामी चाहिँ पासाङलाई पनि छ गाइस पासाङलाई के कसो हुनेछ गाइस आजको राइड चाहिँ हो गाइस अहिले हामी चाहिँ मामरिङदेखि उकालो लाग्यो होइन हाम्रो हिरोले जब ढिलो गर्दैन मेरो पछाडि बसिरहेको दोष कि दोषले जब ढिलो गर्दैन नि कसम भनेको मामा रड्डी हुन्छ र नेक्स्ट टाइम जस्तो गऱ्यो भने चाहिँ त्यो गर्नु त्यस्तै भयो नि त तर के छैन गाइस बिचारा भाइ उसले चाहिँ साथीले चाहिँ हेलमेट म्यानेज गरेर टक्कै आइदियो मेरो चाहिँ बसेको साथी हो मार्यो सट तेरिका अरे हन्टर आयो हन्टर के साथ में है पुकार और हमारा संदीप दोनों के साथ दोनों में एक टॉपिक अरे वाह उसका स्किल देखो टोटल अरे ओ छोड़ दो ना कोड़ा यार भाई लोग हामी तारेभिर आइपुग्नु आँट्यो होइन अन्त तपाईँहरूलाई म तारेभिर पुगेर भेट्नेछु बाटो चाहिँ यति साह्रो सानो रहेछ हो अन्त उता एकदम जाने चाहिँ बाटो अन्त चाहिँ नाम चाहिँ हो माथि हामी आएको यहाँनिर नाम चाहिँ हो कि मामरिङ हो माथिबाट छुटेको
भन्जेको एउटा लाग्यो गाइस हामी अन्त बाटो चाहिँ अलिकति रफ रहेछ हो तर यति कुरा दामी छ गाइस भनौँ न तपाईँहरूमा आइकास एकचोटि टाढो भित्र भेट्छौँ ल गाइस हामी चाहिँ फिलहाल आइपुग्यो हामी चाहिँ तारेबिर होइन यहाँनिर अन्त स्कुटी बाइकहरू पार्किङ गर्दैछ हाम्रो केटाहरूले हो अन्त हाम्रो केटाहरू चाहिँ यहाँ चाहिँ हाम्रो भाइलाहरू यहाँ चाहिँ अब हामी फाइनल अब आफ्नो डेस्टिनेसनमा आइपुग्यो होइन चसा त पर्छ त अन्त हाम्रो केटाहरू नि यहाँ आन्टीले चाहिँ अन्त हाम्रो यहाँनिर पार्किङ गराउनु हुँदैछ हामीलाई हामी चाहिँ यहाँनिर खाजा किन्दैछ दिदीको यहाँनिर दोकानमा हो अन्त यहाँनिर पानी ठुलो है ठुलो दिनुहोस् न यहाँनिर चाहिँ एकदम रेडिमेड झालमुरी पनि पाउनेछ गाइस हजुर के भन्नुहोस् त फेरि यहाँनिर भन्नुहोस् त के भन्नुभयो बुझेन ए हो वाउ दिदी ओ बढ्दा दामी रहेछ दिदीको स्पेसल आइटम अरे यहाँनिर चाहिँ अहिले टक्कै खानेकुराहरू किन्दैछ त्यहाँबाट भित्र एन्ट्री गरेपछि तपाईँलाई देखाउने छु हो हेर्दै जानुहोस् यो चाहिँ यहाँ दिदीको दोकानमा चाहिँ खाजा खानु आँटेको छ हो अन्त विमल म पुकार अविनाश के सबैजना बाहिर छ अन्त त्यहाँदेखि दिदीकोमा चाहिँ अब दामी दामी आइटम पाउँछ नि त्यहाँनिर आलु मिमीदेखि लिएर तपाईँको मोमो समो सबै हेर्नुहोस् है गाइस अब कस्तो छ दिदीको दोकानमा के कसो पाउँछ होइन तपाईँलाई देखाउने छु वाउ दामी दामी हेर्नुहोस् है आलु मिमी दिदीको एकदम दामी रहेछ दुखेर खुवाउ न हौ आदित्य खाउ न हौ कस्तो भयो आजको राइड चाहिँ अन्त भन त मजा आयो हो लु आउन केटा हौ अन्त अहिले हामी भित्र एन्ट्री गर्दै गरेपछि गाइस त एन्ट्री गर्दै गर्दा अन्त अहिले चाहिँ हामी बाहिर छ हो म चाहिँ पहिला नै स्कुल टाइममा मात्रै आएको तारेबिर अन्त अहिले के कस्तो छ याद छैन हो एकदम दामी छ भन्दैछ केटाहरूले हो अहिले तपाईँलाई म एन्ट्री गर्दै पछि यो मान्छेले गर्दा अलिकति ढिलो भयो क्या आज ल गाइस अलिकति फोकस गरिदिउँ उसलाई हामी चाहिँ यहाँबाट चाहिँ हो खाजासाजा खायो अन्त हाम्रो भाइ त परिसकेको नि फोटो पुरा खिचाउने हेरेर जाउँ कि भइदियो नि एकैछिन अन्त हामी चाहिँ यहाँनिर यहाँ जग्गा पनि रहेछ मजाको बसेर खाने जग्गा हो अन्त तल चाहिँ लानु दिँदैन अरे हो गाइस अन्त हामी यहीँ टक्कै खाने अन्त भित्र एन्ट्री मार्ने गाइस अन्त आजको दिन चाहिँ दामी भयो राइड हो अन्त बुको भ्लगमा चाहिँ सधैँ आइबस्छु सधैँ नै सब्सक्राइब भनिबस्छु सब्सक्राइब गरिदिनुपर्छ ऱ्याप चाहिँ खास हुनु पर्थ्यो ऊ चाहिँ ऱ्यापर हो है गाइस साँच्ची भनेको होइन तर त्यस्तो खतरा ऱ्यापर होइन गर्दैछु बिस्तारी प्रोग्रेस चिन्नुहुन्छ नि स्यागी पी चिन्नुहुन्छ न अहिलेको मतलब एकदम ट्रेन्डिङ होइन चलेको होइन उसको चाहिँ भाइ हो ऊ चाहिँ तपाईँले स्यागी पीलाई भेट्नु छ भने चाहिँ उसलाई हल्का हेलो गाइस अब होइन चिल आउट गर्नुपर्छ सबैजना हाम्रो यता ब्रदर्स भगलाई सपोर्ट गर्नुपर्छ केटाहरू आएर छ तारे गाइस त्यस्तो होइन हल्का अब होइन ल के छ बिमल अलिकति अन्त ओके अन्त पुकार भाइ के हो भोकले अगायो कि छ के सोच कस्तो भोका हो अगायो ल हामी चाहिँ यहाँनिर जग्गा रहेछ मजाको जग्गा यहाँ जाँदैछ हो हाम्रो केटाहरू अन्त तपाईँहरूलाई म अहिले एकैचोटि एन्ट्री भित्र तारेभिरको एन्ट्री देखाउँछु त्यहाँबाट हामी फर्किन्छ हो अन्त त्यही हो गाइस आजको गाइस अब हामी चाहिँ पानी पर्नु आँटेछ गाइस होइन अन्त हाम्रो अदित्यले चाहिँ हाम्रो हान्दैछ यहाँनिर फ्री स्टाइल बुबुको लागि हैन नाइस वाउ गो ब्रो यो बिटली सुनाइनी वाउ बत्तीसको केटाहरू हौला र ग्याङसिर हान दिन्छु गुसिया हौला र ग्याङसिर 32को ऱ्याम्पेसमा हौला र ग्याङसिर के रे हौला र ग्याङसिर सादा मेरो पन्ना रिस र घमण्ड 20 पेज कलमबाट हुन्छ जोसँग रिस पनि उठिहाल्ने कस्तो यो सम्बन्ध स्निच गरी हिँड्नेको देख्दिन सङ्घर्ष स्ट्रिटमा 24 घन्टा पश्चातापसँग गर्नु छोड्दै इज्जत जब आफ्नो मन मोड्छ डिसहरू छोड्दै भवनाहरू जोड्छ स्याल पनि आफूलाई कमजोरीका सोच्छ आइपरे ब्याग त्यसैका छोड्छ 3 to the 2 हामी त्यसैका हो त ऱ्याप गर्छु बन्द सब नगर्नेको छ थग इन द स्ट्रिट त्यसैका हो त भाग नभए जुत्ताको छाप गाला तेरो छम्माको चाक मर्दको आँट खिचे हात खिचे फुट्छ बास जलेर राख पछि पश्चाताप सिक्ने पपमा नेबरहुड ने फ्युज जले नि खास ल थ्याङ्क यू सो मच भाइला हामी चाहिँ गाइस यहाँनिर चाहिँ एन्ट्री भयो होइन यहाँनिर टक्कै
टिकट काउन्टर परेट चाहिँ 30 रुपिस अरे अन्त यहाँनिर चाहिँ हाम्रो केटाहरू पर पुगिसकेको छ हेर्नुहोस् न गाइस अन्त म यहाँ चाहिँ टिकट काटेर आउँदैछु केटाहरूको सबैको अन्त आजको भ्लग चाहिँ एकदम दामी हुन्छ गाइस बब्बल हुनेछ हो फोटो सेसनको लागि यहाँनिर रहेछ आज चाहिँ तर घाम चाहिँ नलागेर हाउडे भएछ गाइस होइन यहाँनिर चाहिँ एकदम पानी पर्ला जस्तो भइरहेछ गाइस हो अन्त केटाहरूले फोटो सेसन हानिछ केटाहरू हाम्रो भाइलाहरू चाहिँ बडो लाग्दो भिड रहेछ गाइस तारिभिरमा चाहिँ आज हेर्नुहोस् न ओ गाइस यहाँ हेर्नु र भिड हेर्नुहोस् है अम्बो यता गाइस कत्रो डरलाग्दो भिड रहेछ है हेर्नुहोस् है गाइस भिड आजको भिडमा जाने केटा के गर्ने हो अम्बो तारिभिर यति दामी नजर गाइस हेर्नुहोस् है गाइस नजर हेर्नुहोस् है तारिभिरको चाहिँ आम्मा हेर्नुहोस् न अम्बो यस्तो डढेर लागेको रहेछ हेर्नुहोस् न सबै चिल्लै रहेछ कस्तो लाग्यो तिमीलाई हो हामी चाहिँ अब म चाहिँ पहिला स्कुल टाइममा आएको थिएँ गाइस होइन तर अहिले आउँदैछु हो निकै बात आएको तिमी पनि अन्त आजको चाहिँ के छ कस्तो छ आज कस्तो भइरहेछ दिनहरू अब त आजको राइडमा कस्तो भयो आजको राइड चाहिँ राम्रै भयो ओभरअल राम्रै हुँदैछ अझ कन्टिन्यू हुन्छ ओके अनि यहाँ चाहिँ एकदम दामी छ है गाइस हेर्नुहोस् है जग्गाहरू घुम्नुलाई चाहिँ एकदम पल्लो डाँडा देख्दै थियो पल्लोपट्टि डाँडा पनि यहाँनिर पनि बाटो बनाएको एकदम दामी हेर्नुहोस् गाइस तर परसम्म पनि मान्छे रहेछ यो जग्गाको खासै छ नि त बहुत दामी जग्गा छ पानी चाहिँ गाइस कत्रो जग्गा छ हेर्नुहोस् छिटा म यहाँ हेर्नुहोस् गाइस अन्त गाइस तपाईँलाई म अहिले चाहिँ लास्टमा तपाईँलाई अहिले सिनमा देखाउनेछु त्यहाँ हेरिदिनुहोस् हो गाइस हामी चाहिँ एन्डिङ पोइन्ट चाहिँ सम चाहिँ गएन होइन यहाँनिरसम्म आयो होइन अन्त यहाँबाट उता चाहिँ फर्किने हामी अन्त केटाहरू चाहिँ माथि नै छ केटाहरू आएन केटाहरू हाम्रो भाइ म पुकार र सन्दीप मात्रै आयो हो अन्त यहाँ गाइस हेर्नु गाइस हेर्नुहोस् है अब कस्तो डरलाग्दो भिड हेर्नु न यहाँबाट झऱ्यो नि त यस्तो डर गाइस चुम भएको छ किनभने चाहिँ यो चाहिँ सबै यहाँको जुन चाहिँ डढेर लागेको छ कि डढेर लागेको यस्तो छङ्गै देख्छ गाइस हेर्नुहोस् न गाइस तपाईँहरू यहाँ पानी पनि पर्नु आँटेको छ हो अन्त हामी यहाँबाट फर्किने अनि तपाईँहरू के कस्तो हुनेछ होइन तपाईँहरू अब होइन हो यो होइन भाइ नि होइन हामी यताबाट आएको यताबाट हाम्रो पुकार भाइले चाहिँ यहाँनिर यत्रो बिल्डिङ उठायो यहाँनिर हेर्नु मन्नत माग्दैछ उसले मन्नत बिचरा भाइले मनाउँछ यहाँनिर छिटो न खोइ अन्त यहाँनिर चाहिँ के र हो तपाईँहरूले चाहिँ सोचेको कुरा चाहिँ पुरा हुन्छ गाइस यस्तो यो बनायो भने चाहिँ भन्छ तर खोइ हुन्छ हो कि होइन तर केटाहरूले बनाउँदैछ भाइहरूले हो लड्यो हो अन्त ठिकै छ केटा लु अब जुम जानुपर्छ पानी पऱ्यो अन्त हामी चाहिँ एउटा चाहिँ ल अब अन्त हामी चाहिँ जाँदैछ गाइस हो अन्त हाम्रो केटाहरू चाहिँ आएन नि त माथि छ अब गाइस हामी चाहिँ एउटा फर्क्यो किनभने चाहिँ पानी पर्दा जस्तो हुँदैछ हो मौसमले पनि साथ नदिएको जस्तो अवस्था अनि हामी चाहिँ एउटा फर्किँदैछ गाइस तपाईँहरूलाई म अहिले फर्किँदै गरेर भेट्नेछु गाइस अन्त आजको भ्लग कस्तो लाग्यो कमेन्ट गरिदिनु होला तपाईँहरूलाई भाइलाई एकदम धेरै माया गरिदिनुहोस् सपोर्ट गरिदिनुहोस् होइन हेर्नुहोस् यो जग्गाबाट चाहिँ कुन जग्गा यो हाम्रो यस्तो दामी जग्गा होइन त्यहाँबाट चाहिँ पानी आउला जस्तो भएर हो केटाहरू आउँदैछ है ओहो गाइस तपाईँहरू मानेको चाहिँ माथि गएर भेट्नुहोस् ल गाइस केटाहरूलाई भेटेपछि गाइस अब हामी चाहिँ फाइनली हामी यहाँबाट चाहिँ फर्केको तारेभिरबाट होइन अन्त के कसो आजको एकदम दामी केटाहरूसँग इन्जोय भयो एकदम मजा आयो होइन अन्त एकछिन अब केटाहरूले यहाँनिर गीत गर्नु आँटेको छ हो सको मुनि सम्झनाको छाया गए किन लाग्छ तिम्रै माया थ्याङ्क यू सो मच गाइस आजको भ्लग चाहिँ म एन्ड गर्छु होइन अन्त आजको तारिख चाहिँ एकदम रमाइलो भयो केटाहरूसँग चाहिँ कस्तो भयो आजको चाहिँ होइन भ्लग चाहिँ म एन्ड गर्छु गाइस हैन हावाले उडिसक्यो कपाल हावाले उड्यो मेरो बाल हामी केटाहरू सबै बबाल
तपाईँलाई गाइस आजको चाहिँ भ्लग एन्ड गर्छु होइन एकदम दामी भएको रहेछ पानी पर्ला जस्तो भयो गाइस होइन तपाईँलाई थ्याङ्क यू सो मच गाइस